गुड मर्निङ एभ्रिवान एन्ड सम्पूर्णमा जय मसी। फर्स्ट अफ अल परमेश्वरलाई धन्यवाद भएको होस् आजको यो सुन्दर दिन हामीलाई दिनुभएकोमा। र आजको दिन म लुका 4 अध्यायलाई पाठ गर्नेछु। यसरी लेखिएको छ, यीशुको परीक्षा। यीशु पवित्र आत्माले भरिपूर्ण भएर यर्दनबाट फर्कनुभयो र आत्माले उहाँलाई उजाड स्थानमा लैजानुभयो र 40 दिनसम्म उजाड स्थानमा दियावलसबाट उहाँ परीक्षित हुनुभयो। ती दिनमा उहाँले केही खानु भएन र 40 दिन समाप्त भए पछाडि उहाँ भोकाउनुभयो। तब दियावलसले उहाँलाई भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई आज्ञा दिनुहोस् र त्यो रोटी बनोस्। यसले त्यसलाई जवाफ दिनुभयो, लेखिएको छ, मानिस रोटीले मात्र जीवित रहँदैन। त्यसले उहाँलाई एउटा उच्च स्थानमा लगेर एकै क्षणमा जगतका सबै राज्य देखायो। दियावलसले उहाँलाई भन्यो, म यो सारा अधिकार र यिनको गौरव तँलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन् र म जसलाई इच्छा गर्दछु त्यसलाई दिँदछु। तपाईँले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईँका हुनेछन्। यीशुले त्यसलाई जवाफ दिनुभयो, लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु। तब त्यसले उहाँलाई यरुसलेममा लगेर मन्दिरको टुप्पोमा राख्यो र उहाँलाई भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्, किनभने लेखिएको छ, उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा दिनुहुनेछ र तिनीहरूले तिमीलाई हातै थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ। यीशुले त्यसलाई जवाफ दिनुभयो, यसो भनिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नु। दियावलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छाडेर गयो। यीशु पवित्र आत्माको शक्तिमा गलिलमा फर्काउनुभयो र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिजियो। उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्नुभयो र सबै उहाँको प्रशंसा गर्थे। उहाँ नासरतमा आउनुभयो जहाँ उहाँ हुर्कनु भएको थियो। उहाँ आफ्नो आदत अनुसार सभाघरमा जानुभयो र पढ्नलाई खडा हुनुभयो। उहाँलाई यशय्या अगमवक्ताको पुस्तक दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो र यसो लेखिएको खण्ड निकाल्नुभयो, परमप्रभुका आत्मा म माथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि परियो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दै पुरा भएको छ। सबैले उहाँको सराहना गरे र उहाँको मुखबाट निस्केका कृपापूर्ण वचनमा छक्क परे र तिनीहरूले भने, यिनी योसेफका छोरा होइनन् र? उहाँले तिनीहरूलाई भन्नुभयो, निसन्देह तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैद्य, आफैलाई निको पार, कफरनहुममा तिमीले जे जति गर्यौ भने हामीले सुनेका थियौँ। ती यहाँ आफ्नो सहरमा पनि गर। अनि उहाँले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्ताहरूलाई उनको आफ्नो देशमा स्वागत हुँदैन। तर वास्तवमा म तिमीहरूलाई भन्दछु, इस्रायलमा इलियाको समयमा धेरै विधवाहरू थिए। त्यसबेला जब 3.5 वर्ष वृष्टि रोकियो, यहाँसम्म कि सारा देशमा ठुलो अनिकाल परेको थियो। तर एलिया सिदोन देशको सरापतमा भएकी एउटी विधवा कहाँ मात्र पठाइए, अरू कसै कहाँ पठाइएनन्। एलिसा अगमवक्ताको बेलामा इस्रायलमा धेरै कुष्ठरोगीहरू भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरू कोही निको पारिएनन्। यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चुर भए। तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निक्लिकन जुन पहाडमा तिनीहरूले सहर बनाएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसाल्दिन खोजे। तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्कनुभयो। भूतात्मा लागेको मानिस। उहाँ गलिलको एउटा सहर कफरनहुममा झर्नुभयो। सब्बात दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँको वचन अधिकारपूर्ण थियो। सभाघरमा अशुद्ध भूतात्मा लागेको एकजना मानिस थियो र त्यो सर्को स्वरले चिच्यायो,
हे येशू नासरी तपाईँ हामीहरूसँग के काम? के तपाईँ हामीहरूलाई नष्ट गर्न आउनुभएको हो? मलाई थाहा छ तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। अनि येशूले त्यसलाई हकारेर भन्नुभयो, चुप लाग र त्यसबाट निस्किजा। त्यस मानिसलाई बीचमा पछारेर त्यसलाई केही हानि नगरिकन त्यो भूत आत्मा त्यसबाट निस्केर गयो। तब तिनीहरू सबै छक्क परे र आपसमा यसो भने, यो कस्तो वचन हो? यिनले त यसो भने के यो कस्तो वचन हो? तिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा दिन्छन् र ती निस्किजान्छन्। उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फिजियो। सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासू कडा ज्वरोले थलिएकी थिइन् र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे। तिनको नजिकै उभिएर उहाँले ज्वरोलाई हकार्नुभयो र ज्वरोले तिनलाई छाडिहाल्यो र तुरुन्तै उठेर तिनीहरूले उहाँको सेवा गरिन्। अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिमारीहरू सबैलाई तिनीहरूले उहाँ कहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्नुभयो। धेरै मानिसहरूबाट भूत आत्मा पनि चिच्याउँदै र यसो भन्दै निस्के, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनु भएन, किनभने तिनीहरूले उहाँ ख्रिस्ट हुनुहुन्छ भनी चिन्थे। बिहान उज्यालो भइसकेपछि उहाँ एकान्त ठाउँमा जानुभयो। भिडहरू उहाँलाई खोज्दै उहाँ कहाँ आइपुगे र हामीहरूलाई छोडेर नजानुहोस् भनी उहाँलाई रोक्ने प्रयत्न गरे। तर उहाँले तिनीहरूलाई भन्नुभयो, मैले परमेश्वरका राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनै पर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ। अनि यहुदियाका सभाघरहरूमा प्रचार गर्न लाग्नुभयो। आमेन। परमेश्वरलाई धन्यवाद भएको होस् र तपाईँहरू सम्पूर्णको आजको दिन आशिषित रहेको होस् र आजको दिनमा तपाईँहरू सम्पूर्णलाई परमेश्वरले आशिष दिनुभएको होस्। साथै सम्पूर्णमा फेरि पुनः पनि जय मसीह।